त्यही नै हो अब रमाइलो भइरहेछ अब बिस्तारै बेनीतिर पुगिन्छ बिहार होइन बिहार टेन्सन भयो नि फेरि रिसा गरी खिचेर खाइरहेको के छ गर्मी छ बिहा गरेर कस्तो लागिरह कस्तो 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 अनएक्सपेक्टेड भयो नि त सबै कुरा सर्ट सुट भयो नि त सबै कुरा अब कसरी बिहा गर्ने इच्छा थियो कसरी भयो धुमधाम गर्ने भनेको अब एकदम हतार हतारमा सर्ट सुट भयो नि त अनि अब रिसेप्सन पार्टी चाहिँ अलिक कहिले दिने रे बल पासी छोरा पाएपछि अलि पछि दिने अब बल्ल 20 वर्ष त पुग्दैछु के गर्ने गाइस कहिले जिन्दगी बिहा गर्दिन लभ गर्दिन भन्ने मान्छे हो तर फेरि राइट पर्सन आएपछि यस्तो गरेछ जिन्दगीमा रातो सारीमा रातो कुर्तामा कस्तो लाग्छ नि हामी ह्यान्डसम देखिया ब्युटिफुल देखिया ब्युटिफुल देखिया क्या ब्युटिफुल तपाईलाई कस्तो लाग्छ नि मलाई अब खुसी लाहा जियोस् स्वर्गकोबाट झरेको टुक्राबाट अप्सरा पाएछु मैले अनि त्यही नै हो जस यति राम्रो मान्छे पाउनु म पनि एकदम भाग्यमानी हो तिमी पनि भाग्यमानी हो नि यस्तो ह्यान्डसम पाउनु ह्यान्डसम छु है अस्ति त पटाउने बेला त ह्यान्डसम छु भन्दै तपाईले त अनि कति गरेर पटन भएको भनेर मलाई त थाहा ए बा भन्नु र गाइस कति साइड हान्थ्यो निले त्यो मुस्ताङ जाने बेला नि आँखामा किरा पसेर आँखा कस्तो गर्नुहुन्छ तपाईले जानु तपाईले मलाई कति गर्नुहुन्छ पटन भएको त्यति भन्नु त मलाई त मन पनि पर्ने थिएन यो मान्छे पछि लभ परिस्थिति मन पर्ने रहेछ मन नपर्ने मान्छे पनि त्यही दिन त्यो पट्याएको गरे अनि फसाउने मलाई हजुर लाग्छ छैन हल्का रो जस्तो गर न कन्टेन्ट अहिले बिहा कस्तो गर न यो उमेरमा बिहा गरेर गाइस अहिले मलाई बिहा गर्दिनौ भने म के गर्छु भन्नु गएर तपाईले भन्दिनु न के गर्छ अन्त कति गरेर बिहा